साथीहरु सबैजनालाई नमस्कार र साथीहरु आज चाहिँ म सानो प्र्याङ्क गरिरहेको छु बेबोसित कि अहिले भर्खर बेबो स्कुलबाट आयो आज ट्युसन छैन हो म चाहिँ बेबोको रुममा जाँदै छु है ल साथीहरु पर्खिनुस् है बेबो यहाँ बस्दा नानी आइज एकछिन मलाई नि साथीहरुले नि दिनरात सोध्नुहुन्छ नि त बिहानदेखि बेलुकासम्म चाहिँ के काम गर्छ भनेर हो अन्त कतिवटा कमेन्टमा लेखिरहेको छ अन्त मैले कसैलाई पनि रिप्लाई दिएको छुइनँ कि आज चाहिँ भिडियो बनाएर चाहिँ सबैलाई रिप्लाई दिउँ भनेर आएको नि यहाँ आइज नि एकछिन तर म भएर बनाउँ न भिडियो चाहिँ अनि हेर्नुहोस् साथीहरु मेरो भदैनी आइपुग्यो स्कुलबाट आज हो यसको चाहिँ छुट्टी भएर आएको आज ट्युसन छैन र साथीहरु तपाईहरुले सधैँ सोध्नुहुन्थ्यो हैन मैले बिहानदेखि बेलुकासम्म के गर्छु भनेर म चाहिँ नि बिहान चाहिँ 3 बजी उठ्छु साथीहरु हो 3 बजी उठेर चाहिँ 3 बजी उठेर चाहिँ बिहानको वकमा जान्छु बजार हो बजार एक चक्कर घुमेर आउँछु हैन 3-4 बजेको हुन्छ घरमा आउँदाखेरि त्यहाँदेखि 4 बजी आएर घरमा एक्सर्साइज गर्छु बाहिर मजाले उफ्रेर स्किपहरू गरेर एक्सर्साइज गर्छु हैन अन्त एक्सर्साइज गर्दा टक्कै सक्दा चाहिँ म एक्सर्साइजहरू सक्दा चाहिँ 5 बजेको हुन्छ त्यहाँदेखि 5 बजी चाहिँ बेबो उठ्दै गरेको हुन्छ हो बेबो उठ्छ 5 बजी चाहिँ हाम्रो बेबो उठ्छ पढ्नु बस्छ म चाहिँ नुहाउनु पस्छु बाथरुममा नुहाउनु पसेर चाहिँ टक्कै नुहाएर निक्लेपछि चाहिँ बेबोलाई तातो चिया बनाएर दिन्छु हैन एक मग चिया बेबोलाई चिया दिन्छु अन्त उसको लन्चहरू रेडी गर्छु हो साथीहरु बिहान त्यहाँदेखि सबै लन्चहरू रेडी गरेपछि चाहिँ टिफिनहरू पनि सबै हालिदिन्छु ब्यागमा अन्त उलाई खाना पस्किदिएर चाहिँ म चाहिँ गाईको गोठमा जान्छु हो हाम्रोमा चाहिँ चारटा बाख्रा ल्याइदिनु भएको छ बाबा आमाले 4टा हो कि हैन भन् 4टा बाख्रा ल्याइसके छैन फोहोरमा माथि 4टा बाख्रा छ साथीहरु अन्त दुई माउ चाहिँ गाई छ अन्त बाख्राका लागि दाना गाईको लागि दाना रेडी गर्नुपर्छ मैले हो पर चुलामा बालेर अन्त त्यो सबै गरेर चाहिँ रेडी गरेर दाना साना गाई बाख्रालाई दिन्छु अन्त बेबु स्कुल हिँड्छ त्यति गरेर अन्त त्यहाँदेखि चाहिँ गाई दुनु जान्छु म बाल्टी लिएर नयाँ बाल्टी किनिदिएको छ मलाई गाई दुख्ने हो कि हैन भन्न हो कि हैन आयो अन्त बाल्टीमा गाई दुन्छु दुईटा गाईको दुध त ड्याम्मै हुन्छ हो बेबोले कति खान्छ बिहान बेलुका गाईको दुध खान्छ कति बेसी हुन्छ हाम्रोमा गाईको दुध आजकल अन्त त्यति सकेपछि आमा बाबा 8 बजीसम्म उठ्नु भएको हुँदैन बेडमै दिन्छु चिया आमा बाबालाई आमा बाबा उठ्नु भएको हुँदैन चिया दिन्छु बेडमै बिस्किट लगेर दिन्छु हो अन्त त्यहाँदेखि चाहिँ फेरि खाना पकाउन थाल्छु खाना पकाउन थालेपछि चाहिँ आमा बाबाहरूलाई चाहिँ 9:30 देखि 10 बजीसम्म चाहिँ खाना दिनुपर्छ त्यहाँदेखि जहिले पनि बेबोले चाहिँ यति लामो लिस्ट छोडेर गएको हुन्छ उसको डिमान्डको हो त्यहाँदेखि काम सकेर चाहिँ बजार जानुपर्छ जहिले पनि यसको लागि बजार गएर चाहिँ के लेखेको हुन्छ टपमा चाहिँ भन्नुहोस् त रामेन हो कुरकुरे लेज अन्त आइसक्रिम पिज्जा हो सधैँको डिमान्ड हुन्छ साथीहरु यसको पिज्जा सिजा डेलीको अर्डर हो सुन्नुहोस् अन्त एभ्री डे त्यो मेकानिकल पेन्सिल चाहिँ 2-2वटा ल्याउनु लाउँछ के गर्छ कसो गर्छ मलाई थाहा छैन साथीहरु जहिले तैले त्यस्तो डिमान्ड हुन्छ हो कोही बेला त उयो रक्सबेरीमा गएर झन् साह्रो के त्यो थुक्पा त्यो स्मोकै पनि के नुडल्सहरुको पनि अर्डर गरेको हुन्छ त्यो पनि ल्याइदिनु पर्छ सुशीको त झन् डेली साथीहरु सुशीको त डेली साथीहरु डेली हुन्छ हो सुन्नुहोस् अझै के छ अन्त छैन होला छ साथीहरु 2टा गाई छ 4टा बाख्रा छ हो अन्त घरमा त केही काम गर्नेहरु कोही पनि आउँदैन हो कसैले पनि सघाउँदैन मलाई एक्लै हो साथीहरु सुन्नुहोस् मेरो मनको व्यथाहरु सुन्नुहोस् है तपाईहरु यति साह्रो कि अन्त बेबोलाई त्यहाँदेखि स्कुलबाट आउँदा टक्कै कफी चाहिन्छ हो ठुलो मगमा चाहिँ कफी चाहिन्छ हो कफी छैन नि त यो त मसित 2 दिन पनि बोल्दैन त साथीहरु साथी हो कफी छैन 2 दिन बोल्दैन कि मेरो त बर्बाद हुन्छ कफी दिएन नि त नि उलाई बोल्नु फकाउनुको लागि त लेज र कुरकुरे लिन जानुपर्छ म त
फेरि त्यसले लेज र कुरकुरेले पनि नभएर त नि उसको लागि त नि अझै बोल्नुको लागि त मलाई त सुसी देन मात्रै बोल्छु भन्छ। अस्ति एकखेप त त्यसै गरेको साथीहरू बजार गइकन चाहिँ सुसी ल्याइदिए अन्त मात्रै बोलेको छ मसित। अन्त त्यति गर्नुपर्छ हो साथीहरू। त्यहाँदेखि बेलुका यसलाई ट्युसन पनि लिनु जानुपर्छ। ट्युसन जाँदा जहिले पनि आइसक्रिम किनिकन लानुपर्छ यसको लागि। आइसक्रिम सुन्नु न चुप लाग। म अन्त स्कुटीमा आइसक्रिम चाहिँ डिकीमा हालेर लान्छु साथीहरू। अन्त यसलाई पछाडि बसेर चाहिँ नि मेरो पछाडि बस्छ। अन्त यसको ब्याग पनि अगाडि म राखिदिन्छु। आइसक्रिम खाँदै खाँदै गीत गाउँदै आउँछ। म चाहिँ स्कुटी कुदाउँछु होइन मजाले। यसलाई मैले समाना भन्छु नि हो। बम्पर कतिवटा हुन्छ कि त्यसमा चाहिँ यस्तो उफ्रिन्छ नि हो। नानी सामान आइसक्रिम खाँदैछु भने त्यसमा नि मैले कामको लागि कति ढिलो हुन्छ कि स्पिड कुदाउनु पनि सक्दिनँ त साथीहरू। यसको लागि बिस्तारी लिएर आउनुपर्छ स्कुटी हो। अन्त बेलुका आएर फटाफटी काम गर्नुपर्छ हो। अन्त बेलुका अन्त यसको लागि मिठो मिठो चिजहरू बनाउनुपर्छ हो। जस्तो कि आज चाहिँ खानेमा के छ भन्छ होइन। खानामा के छ भन्छ कि अन्त खानामा के छ भन्छ कि मिठो चिज छैन भने त औ फुपू खाँदिनँ भन्छ नि हो। अन्त साथीहरू हो बेबोले चाहिँ यस्तो यस्तो कामहरू गर्छ मेरो भदैनीले मलाई। अन्त म चाहिँ नि एक्लै हो साथीहरू काम गर्ने। यति बिहानदेखिको बेलुकासम्मको मेरो कामहरू सुन्नु होला तपाईँहरूले होइन। अन्त बेलुकाको खानापिना रेडी गर्नुपर्छ बाबाको लागि। 5:30 खाना दिएर चाहिँ म फेरि यसलाई लिनु जानुपर्छ ट्युसन। यसलाई लिएर आउनुपर्छ। भइसक्यो त। ट्युसनबाट आएर पनि फेरि हाम्रो लागि माम पकाउँछु हो कि होइन भन्। यति बेला हाम्रो लागि यसलाई ट्युसनबाट लिएर आएर चाहिँ गाई र बाख्रालाई घाँस हाल्नु जान्छु नि। तर फर्स्टमा चाहिँ साथीहरू गाई र बाख्रालाई घाँस हाल्नु जान्छु साथीहरू पक्का हो साथीहरू। यो चाहिँ आजको मेरो सबै कुराहरू तपाईँलाई के गर्छु भनेर सुनाइसकेको छु। मेरो भदैनी चाहिँ भिडियोले गर्दा प्र्याङ्कले गर्दा चाहिँ पुरा रिसाएछ हो। मन दुखाएर मेरो क्यामेरा फोन पनि फ्याँक्दियो हो। अन्त यहाँ हेर्नुहोस् त साथीहरू मसित बोल्दिनँ भनेर चाहिँ कस्तो रिसाएको थियो। अन्त यो त खालि प्र्याङ्क मात्रै हो बेबो। मैले प्र्याङ्क गरेको है ल। मेरो नानी राम्रो छ मलाई त्यस्तो दङ्गाउँदैन हो। ह्याप्पी राख्छ मलाई खुसी राख्छ। मेरो भदैनी गुड गर्ल छ गुड गर्ल। मलाई सबै कुरामा हेल्प गर्छ। कति राम्रो केयर गर्छ मेरो भदैनीले। जस्ट प्र्याङ्क मात्रै हो साथीहरू।